बाहिर त सबैले हाँसेकै देख्छन्, खाएकै देख्छन्, लाएकै देख्छन्, तर भित्र के कति पीडा छ कसलाई के थाहा। नमस्कार सबैजनालाई, सन्चै आरामै हुनुहुन्छ साथीहरू। आज म केलाउँदैछु फर्सीको मुन्टा। यो सिजनमा पाउने भनेको चाहिँ फर्सीको मुन्टा हो। अब 2-4 दिनपछि फर्सीको मुन्टा पनि हराएर जान्छ। आई मिन अब सबैजनाले कोदोहरू रोप्नुहुन्छ, झाडी हुन्छ भनेर सबैले फालिदिनुहुन्छ अनि हराएर जान्छ। साथीहरू तपाईँलाई मनपर्छ कि पर्दैन फर्सीको मुन्टा? अब मिठै लाग्छ। अब सानैदेखि खाएको बानी भएर होला, हामीलाई त मिठै लाग्छ साथीहरू। अहिले चाहिँ यो फर्सीको मुन्टामा कैँडा लाग्दैन, तर अलि पछि अलि गर्मी लाग्न थालेपछि चाहिँ कैँडा लाग्छ। कैँडा पनि मिठै हुन्छ, हाम्रोतिर चाहिँ लागेको छैन। कैँडा भने त बुझ्नुहुन्छ नि, सानो फर्सीलाई चाहिँ कैँडा भनिन्छ। म चाहिँ बाबुसँग उता हेर्दै कुरा गर्दै अनि यता फर्सी मुन्टा केलाउँदै थिएँ। रेडी भइसकेको छ यो चाहिँ हाम्रो। अनि यसको बाहिरको बोक्रालाई चाहिँ मैले लगेर फालिदिएँ मल खाल्टामा, कम्पोस्ट मलको लागि। आगुमबारीमा मल हाल्न परेन र। अनि साथीहरू आज मेला जानु पर्दैन, बिगोड्छु भनेको त मेला जानु पर्यो क्या। अनि यतिखेर म चाहिँ मेलामा छु र अहिले यस घडी यस समयमा चाहिँ भर्खर एडिट गर्दैछु। बाबुलाई पिरेर चाहिँ यहाँ एडिट गर्ने दिएको छैन साथीहरू। के गर्नु, बच्चा भएपछि गर्छु भनेको काम पनि गर्न पाउँदैन त। आजको लागि यति नै, बाई बाई।